यो स्याउलाई वास्तव मिठो बनाउनु अझै यो पात अस्ति टिपी सक्छ। हामी त सर यो बोका चाहिँ हुँदैन दिनभरि नसक्ने छ नि त। सकिँदैन त्यो सकिन्छ। हामी अब एकचोटि हामी भर्खर एउटा रोड निस्किँदैछौँ। यो दिनभरिमा यो हाम्रो भिडियो हेर्नलाई हजुर के भन्नुहुन्छ? एकदमै सबैलाई म के भन्न चाहन्छु भने हजुर एकदम अर्ग्यानिक फर्ममा आफ्नै हातले टिपेर खान अथवा अर्ग्यानिक स्याउहरूको उत्पादन हेर्नको लागि आउनुभयो भने काठमाडौँबाट 250 किलोमिटर दूरीमा आउन सकिन्छ। तराईबाट पनि त्यस्तै एकदम धेरै लामो छैन, हाइवे पिच बाटोबाट 500 मिटर भित्र। वेलकम टु पत्ताले। तपाईँहरूलाई फेरि पत्तालेमा स्वागत छ। गएको केही हप्ता अगाडि पनि हामीले तपाईँहरूलाई पत्तालेको भिडियो राखेका थियौँ। यो सबै हिमालको दृश्यहरू तपाईँहरूले हामीले देखाएका थियौँ। तपाईँहरूले धेरै माया गरिदिनु भयो, धेरै हेरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद। तर आज तपाईँहरूलाई म यो हिमालको दृश्य होइन, जुन अहिले म देखाउन लागिरहेको छौँ, साँच्चै नै यो सोलुखुम्बु पत्तालेमा एउटा अचम्म ताकि हामीले कल्पना पनि गरेको भन्दा बाहिरको कुराहरू देखाउँदैछौँ। नेपाल अधिराज्य भुँडीमा सायद हामी यो दोस्रो तेस्रो ठाउँमा अचम्मको यो स्याउ खेतीको बारेमा तपाईँहरूलाई देखाउँदैछौँ। यो सगरमाथाको काखमा, जस्तै सगरमाथाको उता हामी मुहार हेर्दै फर्मबाट भिजिट गरेर हामी आफ्नो हातले स्याउ टिप्दै खाँदै गर्न सक्ने ठाउँमा एउटा एकदमै आधुनिक तरिकाले उहाँहरूले एउटा उद्यमी नै खोल्नु भएको छ। लगभग उहाँहरूको 185 रोपनीमा चाहिँ उहाँहरूले एउटा स्याउ फर्म खोलेर एकदमै बृहत काम गर्नुभएको रहेछ। हामीलाई देखेर एकदमै अचम्म लाग्यो, खुसी लाग्यो र त्यहाँ एकदमै लटरम्म स्याउ फलेको देख्दाखेरि पनि हामीलाई साँच्चै नै त्यहाँ आगामी दिनहरूमा चाहिँ के गर्न सक्छ र के हुन्छ भन्ने कुरामा चाहिँ हामीलाई एकदमै ठुलो एकदमै उत्साह देख्यो र उहाँहरूलाई पनि उत्साहित गराउनको लागि हजुरहरूले यो भिडियो पुरा हेरिदिनुहोस् र तपाईँहरूलाई हामीले देखाउनेछौँ कि यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। कस्तो तरिकाले गर्नुभएको छ, कस्तो उहाँहरूले मिहिनेत गरेर, यति धेरै मिहिनेत गरेर गर्नुभएको छ कि उहाँहरूलाई मैले त्यो व्याख्या गर्न पनि गाह्रो छ। ताकि यो हिमाली भागमा सायद नेपालको मुस्ताङ जमसाङ भन्दा अरू ठाउँभन्दा त्योभन्दा सायद यतिको फर्म ठुलो कहीँ पनि छैन होला र यति मिहिनेत गरेर उहाँहरूले यति ठुलो लगानी गर्नुभएको छ। तपाईँहरूले यसको प्रोत्साहनको लागि भए पनि तपाईँहरूले यो हेरिदिनुहोस् र यो भिडियो पुरा हेर्नुहोस्, किनभने अन्तिमसम्म हामीले धेरै राम्रो राम्रो चिजहरू उहाँहरू हाम्रो जुन फर्मको सञ्चालक आफै हुनुहुन्छ, उहाँले पुरा फर्मलाई हामीलाई भिजिट गराएर सबै उहाँले त्यो विभिन्न जातिको स्याउहरू अनि कुन तरिकाले गर्ने, कसरी सबै कुरा सिकाउनु भएको छ, भन्नुभएको छ। ताकि आगामी हाम्रो नयाँ जेनेरेसनहरूको लागि यस्तो पहाडी इलाकामा अनि यस्तो हिमालय भागमा पनि अनि यस्तो ठाउँमा पनि हामी नगऱ्यो भने के चाहिँ नहुने रहेछ भन्ने एउटा उदाहरणी छर्नु भएको छ उहाँहरूले। र उहाँ पेसाले शिक्षा पनि हुनुहुँदो रहेछ र उहाँले एकदम धेरै मेहनत गरेर अनि उहाँहरू कतिजना शेरमा पाटनमा गर्नुभएको रहेछ। सबै कुरा उहाँले सबै कुरा भनिदिनु भएको छ। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरेर भिडियोलाई सेयर, लाइक, कमेन्ट गरिदिनुहोस्, किनभने उहाँहरूलाई यो उद्यमीलाई अझै धेरै प्रोत्साहन मिलोस्। ताकि आगामी दिनको हाम्रो युवाहरूलाई विदेश मात्रै नभएर स्वदेशमा पनि केही गऱ्यो भने, लगानी गऱ्यो भने हाम्रो देशमा पनि हुने रहेछ भन्ने एउटा उदाहरण हुनको लागि पनि हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोस्। र बाँकी भएको कुराहरू म भित्र सबै कुरा हाम्रो जुन सञ्चालकज्यूले नै सबै कुरा देखाउनुहुन्छ, उहाँसँग नै हामी सबै कुरा सुनौँ, उहाँ के भन्नुहुन्छ। आउनुहोस् हामी अब भित्र जाउँ। अनि हामी चाहिँ प्रायः काठमाडौँतिरै बस्छु, बाहिरतिरै बस्छु। यो केही छैन हजुर। हजुर यो खानुहोस् त, यस्तो एकदम धेरै धन्यवाद। यस्तो फुर्या छ। ल धन्यवाद। खाऊ त। यो चाहिँ बिक्री छानेको हो। यो चाहिँ अब जाँड पकाउन लागि दिनुपर्छ। 50 रुपियाँ केजीले। यो त रक्सी हुन्छ नि होइन? $220 मा दिएको होलसेल। यो तपाईँको यहाँ अब के वाइन पनि हुन्छ हो? यो पानी मिनरल मिल्कको यो फिल्टर टाइम भइसक्यो। हजुर फिल्टर टाइम सक्यो। अब यहाँ बोतलिङ ऱ्यापिङ चाहिँ बाँकी छ। मिनरल भनेपछि यो चाहिँ अब यस के को लागि चाहिँ? खाने पानी, पिउने पानी मिनरल वाटर। तपाईँले मिनरल वाटर बनाउने? हजुर। तपाईँले त्यसको ठाउँमा यो पनि के भविष्यमा सोच्नु भएको छ यसको वाइन बनाउने? वाइनको लागि फ्याक्ट्री मास्तिर जग्गा किनिसकेका छौँ। भइसकेको छ? त्यही त मेन त अब यो वाइन पनि दर्ता गरिसक्यो हाम्रो।
त्यही त है अनुमति लिइसकेको छु अब सञ्चालन मात्रै गर्नु बाँकी हजुर अनि पैसाले गाह्रो हुँदो रहेछ लगनी त चाहिने होइन ल 5-7 करोड चाहिँदो रहेछ एउटा वाइन फ्याक्ट्री गर्नलाई अब यतिलाई 2 करोड जति खर्च हुँदो रहेछ अनि है तर यहाँको पानी त त्यसै पनि हामीलाई त्यो फिल्टरै गर्नु नपर्ने अवस्था छ तैपनि यो फिल्टरै गरेपछि झन् कस्तो हुन्छ होला त्यो यस्तो पानीहरू त फ्रान्सबाट आउँछ क्या एउटा इभिन एउटा वाटर भन्ने आउँछ त्यो विदेशतिर एकदम फेमस छ क्या अरू पैसाको 50 पैसा डलर पर्छ भने 50 सेन्ट पर्छ भने त्यो पैसाको त्यसको चाहिँ त्यो $5 $6 पर्छ क्या एउटा पानीको त्यो एकदम त्यो चिसो ठाउँबाट राम्रो बनाएर ल्याएको भनेर सायद तपाईँहरूको यो यस्तै हुनसक्छ हाम्रो पछि है यो अलि महँगै हुँदो रहेछ है त्यो बोतलमा लगभग 50 रुपियाँ जति पर्छ भने यो अर्कै एकदम अर्कै छ नि हेर्दै होइन त्यही पनि सगरमाथाको पानी खानु पर्दा कस्तो होला कि यहाँ यसको नामै एभरेस्ट ड्रप एभरेस्ट है त्यही त नि ल खुसी लाग्यो तपाईँलाई म खुसी लाग्यो ल एकदमै ल एकदमै ल आउनुहोस् न प्लिज र यहाँ यो फ्याक्ट्री चाहिँ यस्तो छ होइन भविष्यको मिनरल वाटर बनाउने उहाँहरूको चाहिँ यहाँ वाइन फ्याक्ट्रीको लागि चाहिँ छुट्टै एउटा जग्गा पनि लिइसक्नु भएको कुरा गर्नुभयो अब यहाँ पर्यटकहरूको लागि चाहिँ अलिकता विज्ञापन गर्नको लागि चाहिँ एकदम आवश्यकता छ हजुर चाहिँ यहाँको सञ्चालक नै हुनुहुन्छ हजुर हजुर ए तपाईँहरू भन्नुहोस् न हाम्रो यहाँ सानो युट्युब च्यानल छ होइन हजुर तपाईँहरूको म यो पनि एउटा एडभर्टाइज गरिदिन्छु आगामी दिनमा कस्तो कस्टमरहरू आयो भने अथवा भिजिटर आयो भने यस्तो ठुलो फार्म छ होइन म सबै तपाईँहरूलाई फार्म देखाइदिन्छु आगामी दिनमा तपाईँहरूको योजना मिनरल वाटर त भइहाल्यो भने चाहिँ तपाईँहरूको अब यो वाइन यो रक्सीको यो के अरे स्याउको हजुर स्याउ यस्तो मिठो छ गाई चाहिँ एकदम मिठो छ तपाईँले यो पनि अब यो मात्रै नभएर तपाईँले अब यसको वाइन पनि बनाउने प्लानिङ हाम्रो प्लानिङ छ है 100% जस्तै हाम्रो वाइन फ्याक्ट्री भयो भने सोलुखुमा उत्पादित किबी र स्याउ बाहिर जानु पर्दैन बिकेको स्याउहरू हो किबी पनि हजुर ए त्यसको पनि वाइन बन्छ ए अब यसको त वाइन नबन्ने कुरा भएन यो एप्पल एकदम विशेष यस्तो हाम्रो सगरमाथाको अगाडि होइन सगरमाथाको हावाले फलेको चिज भन्नु यस्तो राम्रो भने त्यसको वाइन पनि त विशेषै बन्ला नि होइन र अरूभन्दा त वाइन अब यो यहाँको उत्पादित स्याउहरू होइन अब फेरि चिसो ठाउँमा उत्पादन भएको स्याउहरू त्यही त भने हजुर हजुर त्यो भएर वाइन पनि राम्रै भन्ला तर हाम्रो प्लानिङ चाहिँ भइसकेको छ हामी जस्तै यो स्याउ चाहिँ छ नि म तपाईँलाई अहिले सबै बगैँचामा खिचेर हालिदिन्छु सबै होइन अनि यो कुन खालको स्याउ हो र तपाईँले यस्तो छिटो उत्पादन कति वर्ष लाग्यो तपाईँलाई बन्न चाहिँ यो 5 वर्षको रनिङ हो 5 वर्ष है हजुर 5 वर्षमा तपाईँले कति साल भयो तपाईँले आम्दानी आएको चाहिँ योसँग तेस्रो वर्ष योसँग तेस्रो वर्ष पहिलो वर्ष हामीले 10 लाख बराबरको स्याउ बिक्री गऱ्यौँ पहिलो वर्षमै होइन जोस् यो तेस्रो वर्ष भयो 3 वर्ष अगाडिको स्याउ पोहोरको वर्ष हामीले त्यही 35-40 लाखको स्याउ बिक्री गऱ्यौँ ए अहिले चाहिँ अलिक स्याउमा गिरवाड आएको हो कि जस्तो हामीलाई लागेको छ यत्रो हुँदा पनि स्याउ अलिक बिक्रियो यो अहिले मैले देख्दा त धेरै छ र पनि बिग्रेको हो हजुर गत वर्षको भन्दा अलिक बिग्रियो तर गत वर्षभन्दा घटी चाहिँ हुँदैन यो वर्ष अलिक बढ्नु पर्ने हो र मौसमले विभिन्न किसिमको च्यालेन्ज हुँदो रहेछ कि मौसम च्यालेन्जले पनि अलिकति स्याउमा गिरवाड आएको छ अहिले हामी एकचोटि भित्र गएर हेरौँ मलाई ल धन्यवाद ल तपाईँहरूको यो कुन कुन जातिको छ अझै मलाई देखाइदिनुहोस् न है ल साथीहरू एप्पलको लागि चाहिँ एकदम विशेष ठाउँ छ कतिजना आउनु हुँदो रहेछ यहाँ फर्ममा भिजिट गर्नलाई पनि उहाँहरू पनि रमाइलो छ कि ठाउँमा आउनलाई अचम्म त छ कि किन आउँदैन भनेर चाहिँ हामीले सोचफोच गरिरहेको छ तपाईँलाई होइन आउनु पनि ठाउँमा किन मान्छेहरू आउनुहुन्न भनेर के अब तपाईँहरूको एउटा के लाग्छ भने यो ठाउँमा अब तपाईँको यत्रो ठुलो योजना छ भने एउटा रिसोर्ट चाहिँ चाहिन्छ कि साथमै यो माथि ए त्यो हो रिसोर्ट बनाउने प्लानिङहरू सबै रेडी छ हजुर तर अहिले सञ्चालन चाहिँ छैन ए त्यो ठ्याक्कै हो नि है भन्नु त त्यो हाम्रो चाहिँ गेस्ट रुम हो खास त्यो ए हजुर हजुर स्याउमा आएर हामी एक हप्ता जति यहीँ खाना पकाएर खान्छौँ बस्छौँ भन्दा नि पाइयो ए ए हामीले ए त्यस्तो छ हजुर अहिले पनि अभाइलेबल छ छ एड्रेस छ त्यहाँ सबै किचन छ मतलब अहिले हामी पनि आएर बस्छौँ भने नि हुन्छ पाइन्छ अब लाग्ने ट्याक्स तिर्ने हो हजुर 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 अनि म यति महिना बस्छु हामीले यसो चाहियो हामी बस्छौँ रमाइलो भयो भन्दा पनि हजुर हजुर र साथीहरू बुझि सुन्नु भयो नि होइन त्यसो भए त एभरेस्ट माउन्टेन हेर्नलाई पनि झ्यालबाट देखियो ओछ्यानबाट देखियो अब स्याउ फर्मको लागि लानुहोस् यहाँ यस्तरी हेर्नुहोस् है यो चाहिँ हेर्नुहोस् न यो मलाई भन्नुहोस् कुन जातिको स्याउ यो चाहिँ जुना फिस्ट गोल्डन स्टार भन्ने स्याउ हो यो है यो चाहिँ अब तिहार पछाडि बजारमा आउँछ ए अहिले तर उयो अलमोस्ट पाकिसकेको नि होइन र पाकिसकेको छ अलिकति यो घाम अस्ति पिछे घाम नलागेर हजुर हजुर पानीले गर्दा अलिक हल्लो आउँछ कि स्याउमा ए ए एक हप्ता घामले डढोस् भनेर हामीले यो राखेको ए त्यस्तो है यो तर यो त अति गुल्ले छ नि यो चाहिँ कति धेरै पाकेको यो कस्तो यो अहिले कस्तो मिठो भइरहेछ क्या मलाई ए यहाँ हेर्नुहोस् यस्तो त्यो चाहिँ बजारमा गइसक्यो यो चाहिँ आएको छैन बजारमा आएको छैन टिपेकै छैन यो चाहिँ अब आउने हजुर यो चाहिँ टिपेकै छैन
यो एक झाङमा कति किलो जति फल्छ यो? अस्ति हामीले प्रधानमन्त्री कृषि परियोजनाको अफिसर सर आएर जोख्नु भयो एउटा स्याउमा एउटा बोटमा। हजुर 14 केजीसम्म थियो। ए तर कुनैमा छ कुनैमा छैन। ए तर रमाइलो कुरा चाहिँ यो तपाईँले यति ठुलो, यो त धेरै ठुलो लगानी हो। कति 5.5 करोड लगानी छ है यस्तो फल्न। म यो चाहिँ यो स्याउ चाहिँ फल्ने ठाउँ चाहिँ हामीले नेपालको प्रख्यात चाहिँ के अरे मार्फा होइन, जमसम मुक्तिनाथ मार्फातिर भन्छ नि होइन। तर यहाँको बारेमा तपाईँहरूको कोही यस्तो पत्रकारहरू आएर तपाईँहरूको युट्युबर आएर कसै आएर यसको केही भन्नुभएको छैन? गर्नुभएको छ। यो त प्रख्यात हाम्रो त्यो यात्री टिकाराम यात्री हजुर हजुर टिकाराम यात्री हजुर। गत वर्ष आउनुभएको थियो। ए सबै चाङमा हालिदिनु भयो उहाँले। ए त्यो उहाँ ठिक ठिक सबै आउँछन् है। आउने यता कोही बेला आउने यता कालो टिपेको अन्त टिपेको छैन। आउने यता त्यति बेला आउँछ त्यतै बेला आउनु। छिर्नु सक्नुहुन्न त्यो फेरि तार छैन। ए ल यो चाहिँ मलाई लाग्छ तपाईँहरूको अझै यो अब यसको चाहिँ तपाईँको मलाई लाग्छ होइन हाम्रो यो यस्तो ठाउँमा यो स्याउको मात्रै नभएर होइन यो पर्यटकको लागि कति महत्त्वपूर्ण ठाउँ होइन। अब हामीले यो आन्तरिक पर्यटन त धेरै घुम्न आउनुहुन्छ बडा। कसैले त बडा यो ठाउँमा भएको मान्छेहरूलाई ननिसेको मान्छे नहेरेको स्याउको बोट दिएको छैन नि त। हजुर हजुर होइन स्याउको बोटै दिएको छैन बडा। अनि स्याउको बोट खाएर यस्तो फलेको देखाएर मान्छे कति चकित हुन्छ। म आफैलाई चकित भयो हेर्नु न। यो यति ठुलो स्याउ फर्ममा चाहिँ म अहिलेसम्म म पनि छिरेको थिइनँ। यो स्याउको बोटबाट आफूले टिपेर खाएको रेकर्ड छैन रे बडा। आएर म एकदम टिपेर खान्छु मलाई रहर लाग्छ भन्छ बडा। टिपेर खान्छन् है यो आफ्नै हातले। म आफैलाई पनि के एकदम यो कस्तो रमाइलो लाग्यो मलाई। तर म अहिले यहाँ आएर पनि 1 महिना भइसक्यो बसेको। हुन लाग्यो 1 महिना। तर कसैले पनि मलाई यो यहाँ यस्तो छ भनेर मलाई अलिक हाम्रो गाउँको भाइ बहिनी अथवा हाम्रो आमा बुवाहरू कसैले पनि मलाई यहाँ यस्तो छ भनेर भन्नु भएन कि। थाहा नभएर है उहाँहरूलाई। अब यो यसको लागि चाहिँ एकजना त्यो भाइले पनि खुब इन्ट्रेस्ट गर्नुहुन्छ। त्यस्तो मौका मिलेन हामी म हजुरको कन्ट्याक्टमा लिएर जान्छु। हामीलाई अनुमति पायो भने फेरि एकचोटि म आएर उहाँलाई पनि खिचाएर उहाँहरूले पनि केही कुराहरू भनिदिनुहुन्छ। अब केही 100जना मान्छेले थाहा पायो भने पनि होइन भोलि हाम्रो एउटा अलिकता पर्यटकको लागि पनि विशेष गरी होइन यो यो चाहिँ छुट्टै है फेरि चाहिँ धेरै यो महँगो स्याउ। ए यो चाहिँ तर यो अहिले चाहिँ खाने बेला भएको छ एकदमै अमिलो छ अहिले चाहिँ। यसको समय चाहिँ कहिले हुन्छ? अब पुस माघमा है। ए तर यो त यस्तो लगाइ तपाईँ हेर्नुहोस् है यो यति ठुलो फर्म यति ठुलो उहाँहरूले यति बृहत फिजाउनु भएको छ कि म माथिबाट हेर्दा चकित भएको थियो। तर यो कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। तर म यहाँ एकजना हाम्रो आफन्त बोजूले मलाई चाहिँ त्यहाँ के हो भनेर मैले सोद्धाखेरि उहाँले चाहिँ स्याउ फर्म हाम्रै सबैजना संयुक्त लगानीमा छ भन्नुभयो। विशेष यहाँ सरलाई भेटे आज खुसी लाग्यो होइन। भने चाहिँ हाम्रो यो कतिजना भन्नुभयो सरले? यो हाम्रो लगानी 8-9जना छ है। हाम्रै स्थानीय हो नि है? स्थानीय बाहिरको नै हुनुहुन्छ। ए हो ए बाहिरको हुनुहुन्छ है? ए बाहिर हुनुहुन्छ यहाँ लोकल पनि छौँ। यो चाहिँ पछि फुल फुल्दाखेरि दादादाई नझारोस् भनेर जाली हो यो चाहिँ। ए यसमा चाहिँ के गरे म सोध्नु लागेको थियो कि यो चाहिँ जाली के असिनाले हिर्काउँछ नि त। ए फुल खेल्ने बेलामा त असिनाको मेढो हुन्छ। असिना पर्ने समय हुन्छ त्यो बेला। हजुर हजुर। अनि फुल खेल्दा बेला एकै तालमा असिना आउँदा त सबै झारिदिइहाल्छ। अनि एकै तालमा सकियो अनि यसले चाहिँ यो झारिदिँदैन। ए सेपको लागि असिना सेपको लागि। ए मतलब यो शीतले खान्छ भनेर चाहिँ होइन यो भन। सिधै हिउँले के हुँदैन तपाईँलाई पछि छ त्यहाँ अब यो निकाल्छौँ हामी स्याउ सँगसँगै निकाल्छौँ। ए हो निकाल राख्छौँ यसो प्याक गरेर। हजुर। अनि ठ्याक्कै यो असिना पर्ने बेला फुल खेल्ने बेलामा सबै टाङ्छौँ फेरि हामी। ए कति है मिहिनेत त धेरै छ नि। कर्मचारीहरू चाहिँ कतिजना हुनुहुन्छ काम गर्ने? कर्मचारी यहाँ सधैँ बस्ने चाहिँ 2 जना हुनुहुन्छ। ए सधैँ बस्ने चाहिँ? अनि यो सिजनमा त दिनमै 50 जना 60 जना हुन्छ नि काम गर्ने। त्यही यो मल गर्नु पर्यो, गोडमेन्ट गर्नु पर्यो। हजुर हजुर हजुर। मल लाउनु पर्यो। भनेपछि हजुरहरू यो अहिलेसम्मको यो तपाईँहरूले कति वर्षको लागि चाहिँ एउटा टार्गेट त बन्नुभयो होला नि? म यति वर्षमा हाम्रो यो चाहिँ यो हाम्रो लगानी उठ्छ त्यसपछि हाम्रो प्रफिट हुन्छ भन्ने एउटा के 10 वर्ष 10 देखि 12 वर्षसम्ममा चाहिँ यसको लगानी फिर्ता हुन्छ कि भन्ने हाम्रो आशा। तर नहुँदो रहेछ है। यो यस्तै हो भने कि अनि निराश पनि हुँदैछ कहिले काहीँ त्यो स्याउ नफल्दा त। तपाईँलाई यत्रो अहिले मैले देख्दा त यो एकदमै लटरमा छ नि त। हजुरहरूले यत्रो यो
यस्तो फल्छ यो कुनै स्याउहरू के ए कोही बिग्रियो नि त त्यस्तो राम्रो फल्नु पर्यो यसलाई त्यतिकै त्यसकै लागि त्यतिकै जति नै यसलाई पनि स्याहार गरेको हुन्छ हामीले मल लगाएको हुन्छौँ औषधि लगाएको खर्च त्यसलाई उतिकै लाग्यो नि त होइन लाग्छ नि हो यसले अब यसले काम दिएन यसले काम दिएन तपाईँलाई घाटा पऱ्यो नि होइन यो ए तर निराशपन नगर्दा नै हुन्छ अब यसले गराउँदो रहेछ मान्छेलाई त्यो समयमा फल दिन्छ हजुर हजुर एकैचोटि त कहाँ हुन्छ र कृषिमा होइन यो त धडेता चाहिँ हुनुपर्छ नि यसमा त होइन र टाइमको लागि हो हो अनि यो छ नि तपाईँको यो हाम्रो जति पनि तपाईँले 100 कति रुपियाँ 86 रोपनी भन्नुभयो होइन यो चाहिँ तपाईँहरूको यो आफ्नै यो सबै आफ्नै प्रपर्टी लिजमा हो 25 वर्ष लिज आयो ए सबै ए ए त्यहाँ पनि आउनु भएको छ होला होइन र पहिला हो तपाईँहरू सोलुखुम्बु होइन 1 नम्बर प्रदेशकै हो 1 नम्बर प्रदेशकै ठुलो हो 1 नम्बर 2 नम्बरमा झन् छैन ओहो यो त बागमती प्रदेशमा पनि छैन सरकारले यसको बारेमा के चासो दिनु हुँदैन तपाईँहरूलाई एकदम निगरानी राखेको छ हो यो जस्तै हिजो स्याउ बिक्रियो त्यहाँ हाम्रो अलिकति होइन हजुर हजुर के कारणले बिक्रियो त भनेर अस्ति परियोजना कार्य कृषिबाट आउनु भएको थियो सरहरू हजुर हजुर उहाँले पनि निगरानी गर्नुभयो हजुर हजुर त्यस्तो भयो भने त कृषकलाई त गाह्रो हुन्छ म त्यही भने मैले त्यही भने कि अनि त्यो भएर अनि यो के कारण यस्तो भयो त आउने वर्षबाट हामीले अलिक निगरानी बढिराख्नुपर्छ भन्ने कुरा सल्लाह दिनुभएको छ त्यही प्राविधिक अलिक समस्या भयो कि भन्ने कुरा भइरहेको छ त्यही त नि गर्नुभएको छ हामीलाई कृषिबाट हामीलाई धेरै सपोर्ट छ हो है यो बिरुवामा 50% अनुदान हो ए ए ए ए ए बिरुवा खरिदमा हामीले 900 मा किन्यौँ भने हजुर हजुर 450 रुपियाँ हजुर हजुर उहाँहरूले हामीलाई दिनुहुन्छ ए कि ए ए बिरुवाको लागि चाहिँ हामीले तिर्ने 450 उहाँले दिनुहुन्छ बाँकी सबै लगानी हामीले गर्नुपर्छ अब यो फल चाहिँ नि यो कति वर्षसम्म फल्ने फल हो यो त तपाईँलाई अब कति साल भयो तपाईँले फल पाएको 3 वर्ष भयो अब यो कति वर्षसम्म पाउने फल हो 15-20 वर्ष फल्छ ए त्यस्तो हो यो 15 यसको आयु 20 वर्ष हो ए त्यस्तो हो यो 15 वर्ष पछाडि यो स्याउले हामीलाई प्रति केजी 30 देखि 40 दिन्छ प्रति रुख ए त्यस्तो है ए भनेपछि त झन् अब यो ठुलो हुने हो बिरुवा अझै ए त्यस्तो हो म त यो हाइब्रिड हो कि भनेको हाइब्रिड नै हो हाइब्रिडै हुन्छ तर पनि यो अझै ठुलो हुन्छ मतलब धेरै फल्छ यो अझै यसको त पेपर फल्नु पर्यो नभए त कृषक गइहाल्यो ए मैले सोचेको यो यति नै हो कि भनेर माथिसम्म जाउँ न सबै तपाईँहरूको सबै पेपर फलेन भने त लगानी डुबिहाल्यो मैले त्यही भन्दै थिएँ क्या यो यस्तो भएन भने यो कसरी हुनसक्छ र यस्तो ठुलो लगानी गर्नुभएको छ तपाईँहरूले होइन 5 वर्ष भयो लगाएको चाहिँ 5 वर्ष भयो फल फलेको चाहिँ चाहिँ 3 वर्ष यो रोपेकै वर्ष फुल्छ ए हो र रोपेकै वर्ष दाना लाग्छ हुन्छ हजुर तर अब आफै त बाँचेको छैन के दाना त्यही फल कसरी दिने भन्यो भने त आफू पहिला बल्ले हुनु पर्यो नि होइन पहिले बाँच्नु पर्यो फल पाउनुलाई त ए ल एकदमै यो हजुरहरूले अब हाम्रो सरकारले अझै पनि यसलाई गर्नुपर्ने सहयोग चाहिँ गरिदियो भने हजुरहरू जस्तो यो हस् हेर्नु न एकछिनै छ यस्तो दामी हेर्नुहोस् त यहाँ यो यस्तो छ अनि हेर्नुहोस् न तर यहाँ अझै पनि हाम्रो कतिजना कसैलाई नै थाहा छैन रहेछ भनौँ न हाम्रो त्यहाँ उतातिर त कसैलाई त थाहा त रहन्छ है यो कुरा कसैले भन्नु भएन हामी चाहिँ यो हिमाल मात्रै हेर्नु भनेर आएको साथीहरू हेर्नुहोस् ल यहाँबाट सगरमाथा सबै कुरा देखिन्छ अझै अलिकति बादल लाग्यो अहिले पनि सगरमाथाको टुप्पा त अहिले पनि देखिरहेको छ होइन म तपाईँलाई जुम गरेर अहिले भरे देखाउँछु होइन अब यस्तो ठाउँमा छ यो ठाउँमा चाहिँ कतिजना पर्यटकहरू अवश्य पनि हाम्रो भिडियो हेरेपछि आउनु होला हामी आशा गरौँ यो अर्ग्यानिक यसरी ल तपाईँहरू समयमा आउनुभयो भने हामी यो तपाईँहरूको टिप्ने बेलामा पऱ्यो भने त यो झाङमा टिपेर पनि खानु पाइन्छ नि है हजुर ल ओहो कति गरौँ भन्नुभयो सम्झिनु झन्डै हाम्रो आधा किलो छ ल यस्तो छ होइन आगामी दिनमा उहाँहरूको एकदमै ठुलो टार्गेट छ यहाँबाट हजुर ठुलो आम्दानी निकाल्ने उहाँहरूको एकदमै यो लगानी पनि ठुलो छ साथीहरू यहाँ चाहिँ उतापट्टि जानु म त 700 हजुर 22 भन्दा पछाडि अनि कार्तिकको 22 सम्मै पाइन्छ सर अब फुजी जातको कार्तिक 22 भन्दा पछाडि टिप्ने हो ए फुजी जातको पनि छ यहाँ ए मैले फुजी भनेर त इन्डियाबाट ल्याएको स्याउर चाहिँ खाएको असोजको 22 गते
गते अनि कार्तिकको 22 गतेसम्म चाहिँ आयो भने यहाँ अर्ग्यानिक बोटमै आएर फर्ममै आएर खानु पाइन्छ। त्यही पनि सगरमाथा काखमा बसेर। त्यही पनि अब औषधिहरू केही नभएको हैन, अर्ग्यानिक एकदम अर्ग्यानिक। र तपाईहरु आएर कहाँ बस्ने भन्दाखेरि पनि हजुर हैन तपाईहरुको यहाँ बस्नेको व्यवस्था नि अघि नै भन्नु भएन अहिले यहाँ। ल तपाईहरु अलिकति यो भित्रबाट मैले तपाईले देखाउनु देखेन, म तपाईलाई देखाउँला। आफै खाना खाएर पकाउँछु हामी यहाँ बस्छु भन्दा नि पाइयो। ल सबै कुरा छ हैन, भाडा कुरा सबै कुराहरु है। भाडा कुरा छ, पकाएर चाहिँ खानी चाहिँ ल्याउनु पर्छ। हो त नि अरु ल सायद अब यो चाहिँ हामीले थाहा भएन, अर्को चोटि चाहिँ सायद एकचोटि हामी हैन हामी आफै आएर एक दुई रात चाहिँ बसेर खान्छौँ हजुर हामी पकाएर। यहाँ आज हामी अचानक आएको हो हैन। ल बुढी हामी एक दिन आउँला यहाँ एक दुई रात बसेर स्याउ पनि खाने, लोकल के हुन्छ खाने, मात्रै हैन एक दुई जना ल्याउने नि हामी साथीहरु पनि लिएर आउँछौँ अब चाहिँ थाहा भयो बल्ल। अनि उहाँहरुकोमा चाहिँ हामी खानेकुरा हुँदैबाट अब ओहो हेर्नुस् त। ल यो सुन्तला चाहिँ हैन, यो सुन्तला हो हैन, अनि यो चाहिँ स्याउ। सुन्तला चाहिँ स्याउबारीमा छ है ल आज। ल सुन्तला चाहिँ स्याउमा मिसिएको छ, तपाईहरु पनि आउनुहोस् है यहाँ। नस मेरो आमा बोले बिहा के सानोमा बोलाउने मात्रै सुन्तला हो, नभए मेरो सुनमा हो। ए भने त खसी छ नि यहाँ सबै झरिहाल्छ। यो त तपाईहरुले अनि यसलाई यस्तो यस्तो हेर्नु नि यो होइन अब टिप्नु लगाउँछु म यिनीहरुले। त्यही त टिपेर यसलाई त त्यहाँ हुन्छ नि हैन व्यवस्थित त। अनि कसै त राम्रो हुन्छ नि गोल्डन खौ गोल्डन। गोल्डन छ। अनि यो त तपाईलाई अघि भन्नुभयो नि त्यहाँ जुन यसको त खेर जाँदैन नि त सबै। जाँदैन। यो सबै हाम्रो सदुपयोग। सबै टिपेर राख्ने अब। ए त्यही त हो, यो चाँडै भिजिट गर्नु पनि भएछ नि सबै ठाउँमा अब तपाईँहरूको यो। यहाँ बस्नेलाई सबै स्याउ टिप भन्नुपर्छ। ए हजुरको शुभ नाम भन्नुहोस् न। मेरो रामबहादुर मगर हो। राम्रो तपाईँ घर यहीँ स्थानीय तपाईँ? खासै सल्यान हो। ए हजुर त्यो त सल्यान हो। हजुर हजुर। म यहाँ आएको चाहिँ 54-55 मा। ए अनि म स्कुलमै टिचिङ गर्छु। ए हजुर टिचर हुनुहुन्छ? ए ल खुसी लाग्यो एकदम। ल त्यस सँगसँगै यो खेती गर्न थालेको। कस्तो राम्रो यो त तपाईँले खेती भन्दा पनि यो चाहिँ तपाईँले त्यो त एउटा यो सायद कसैले पनि यतिको सफलता निकाल्ने मौका पाउँदैन होला हैन। तपाईँहरूले यस्तो ठाउँमा ठुलो रिक्स रहेछ, ठुलो रिक्स। रिक्स छ है यो। जाउँ न परसम्म हामी एकछिन यो पुरै बगैँचा साथीहरू हेर्नुहोस् है। यो मैले यो 186 रोपनीमा बनेको फर्म, तर यो अहिले हामीले खुट्टाले घुमेर पनि भ्याउनु नसक्ने फर्म छ। हजुरहरूले हेर्नुहोस्, हजुरलाई म माथिबाट अलिकति पुरै म यसरी देखाउँला। हेर्नुहोस् स्याउ फलेको। यस्तो हेर्नु त ल। कहाँदेखि ल्याएको त्यो स्याउ, त्यो औषधि लगाएको स्याउ, पोलिस गरेको स्याउ खाँदा आज यो टिपेर आफ्नै हातले टिपेर खाँदाखेरि चाहिँ। अनि सर अनि साँच्चै तपाईँले अघि भन्दै हुनुहुन्थ्यो नि के अरे यो अनि यसलाई चाहिँ हाम्रो यो के रोग लाग्ने सम्भावना कस्तो छ? यो तपाईँहरू के लाउनुहुन्छ? तर हामी फुल खेल्ने बेलामा चाहिँ यो ढुसीहरू यस्तो किराहरू नलागोस् भनेर औषधि गर्छौँ। हजुर हजुर। फुल खेलेर मसिनो दाना हुनेसम्म लाउँछौँ। हजुर हजुर। त्यसपछि लाउँदैन। त्यसपछि चाहिँ यो अब यो जे अरिन्छ त्यति नै हो। यसमा अब पछि कलर अब जस्तै हुन्छ नि हामी कस्तो स्याउमा प्लास्टिक हालेको भन्छ कि अब यहाँ हेर्नुहोस् त यो सबै कुरा बोर्डमै टिपेर हामीले प्रत्यक्ष खाइरहनु भएको छ। पछि आएर केमिकल हाल्ने त्यस्तो केही हुँदैन यहाँ त। फुल खेल्ने बेलामा त लाउनुहुन्छ एक जरा मात्रै स्याउ कस्तो फलेको। त्यही हेर्नु न। अब यो अघि उहाँ बहिनीले भन्नुभएको थियो यो 400 ग्राम भन्दा माथि होला हैन। अब अझै यो छिप्पिनु बाँकी छ भन्दै हुनुहुन्छ उहाँहरूले। अझै 15 दिन है तपाईँले। यहाँ म तपाईँहरूलाई अलिकति जुम गरेर देखाउँछु। यो ल यहाँ हजुरहरूले हेर्नुहोस् त यहाँ यो स्याउ फलेको हेर्नुहोस् त। अझै उहाँहरूको यो अपेक्षा अनुसार चाहिँ अझै पनि यो केही वर्षपछि अझै धेरै ठुलो र सप्रेको फल्ने। ल हेर्नुहोस् मलाई यो मेरो यो क्यामेराले तपाईँलाई कतिसम्म कैद गर्न सक्यो म थाहा छैन, तर जति यहाँ उहाँहरूले यो यसरी रुख यत्रो छ तर ल हेर्नुहोस् यहाँ यो थेक्नै नसक्ने भइरहेको छ। ल हेर्नुहोस् यहाँ यस्तो चाहिँ मेरो लाइफ चाहिँ मेरो फर्स्ट टाइम हामीले देखेको। म यस्तो ठाउँमा छिरेको पनि म फर्स्ट टाइम हो। त्यही भएर मलाई यस्तो चाहिँ मैले देख्नु पाउँछ भन्ने मैले अपेक्षा पनि गरेको थिइनँ, कहिले सोचेको पनि थिइनँ। आज अचानक यस्तो मलाई संजोगले यसरी यहाँ छिर्ने मौका पाएँ। यहाँहरूलाई पनि धेरै धन्यवाद, हजुरहरूले हामीलाई यहाँ छिराउने मौका दिनुभयो। त्यही भएर ल हेर्नुहोस् यहाँ म अझ तपाईँहरूलाई यस्तो पनि देखाउँछु। ल हेर्नुहोस् यहाँ यस्तो
लोभै लाग्ने छ क्या यहाँ त। ल हेर्नुहोस् यहाँ यो 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 झाङ यत्रो हो जम्मा रुख, तर यो यसले थेक्न नसकेर, ल हेर्नुहोस् यहाँ थेक्नु नसकेर यो, ओहो ल हेर्नुहोस् यहाँ, ल हेर्नुहोस् यहाँ तलसम्मै, ओहो ल हेर्नुहोस् यहाँ। मलाई चाहिँ एकदम यो बारी भरि यो कति हो, कति 186 रोपनी भने तपाईँ, मैले तपाईँलाई कसरी देखाएर, ओहो ल यहाँ हेर्नु त सुनमा रुखै ढालेर हेर्नु ए, ओहो ल हेर्नुहोस् यहाँ, माइ गड यो यस्तो फल फल्ने, वाह यार यो त रुखमै थेक्नु नसक्ने फल्दो रहेछ अरे। पछि त झन् अझै धेरै फल्ने हो नि त्यो त। यहाँ हेर्नु नि, यहाँ पनि यहाँ रुख चाहिँ सानो छ होइन, यहाँ हेर्नुहोस् न यहाँ, यता नि सर अनि यता रुखले थेक्नै नसक्ने फल्दो रहेछ है। रुख ढल्छ भनेर यसलाई यो लगाएको। त्यही त हेर्नु त, अब यहाँ कति ठाउँ मैले अब यो क्यामेराले कति देखेँ मलाई थाहा भएन, तर मेरो आँखालाई हेर्ने हो भने चाहिँ कति ठाउँ चाहिँ रुखले पनि थेक्न सकिरहेको छ क्या। उता मैले त्यस्तै एउटा यस्तै दृश्य लिएको छु। यहाँ हेर्नुहोस् ल यो यस्तो यो रेखलाई थेक्न नै गाह्रो भइसक्यो, यसलाई थेक्नै गाह्रो भइसक्यो। ल हेर्नुहोस् यहाँ गाइज यो मेरो आँखाले नै भ्याउँदैन क्या, यो कहाँ कहाँ त भएर देखाउने क्या। यो म कहाँ हो कहाँ, यो पुरै एउटा भित्र कहाँ छिरे जस्तो भइरहेछ। म कहाँ मैले मनाङ यो नेपालमा सायद नेपालमै यस्तो छ र भने हजुर सर, यस्तो ठुलो यस्तै छ, तर मैले त यस्तो ठुलो त एकै ठाउँ त छ र हजुर। मनाङमा मनाङ एकरोको छ, मुस्ताङमा छ नि हजुर, छेउछाउमा छ है, त्यस्तै लाउने नै हो, हामीले त्यही कपी गरेको हो। भनेपछि उहाँहरूलाई पनि यो हजुर त्यहाँसम्म यो मतलब पुग्नु भएको है तपाईँहरू? ए हजुर हजुर। अनि त्यहीँको काम गर्ने त्यहाँको मान्छे त्यो जुन त्यो सञ्चालक त्यहाँको काम गर्ने मान्छे बोलाए। हजुर हजुर यहाँ ल्यायौँ। हजुर हजुर। ए उहाँलाई पनि ल्याउनु भयो? ए हजुर। अनि डक्टर विशेषज्ञ यो कृषि विशेषज्ञ हजुर हजुर दिनको 10,000 दिएर पनि हाल गर्ने हामीले। ए है त्यो तालिम अनुसन्धानको लागि के गर्दा राम्रो हुन्छ भनेर ए ए ए यसो खेप्छ यसरी। त्यही त हेर्नुहोस् त यो यसलाई अलिकति मेन पावर चाहिएको हो कि जस्तो छ है के यहाँ हेर्नुहोस् त तपाईँले यो तपाईँले भन्नुभएको छ नभ्याएको नि हजुर है। यो अब यो त अब यसलाई कति दिन कुर्नु पर्यो? अब 15 दिन 15 दिन कुर्नु पर्छ हेर्नुहोस् न। 15 दिनको लागि भयो भने यसलाई त अलिकति है यहाँ कति त्यही त यस्तो यो अब यहाँ यो जम्मा झाङ यस्तो छ, तर यस्तो छ हेर्नु त्यही अब यो रुखले नै थेर्नु नसक्ने भइसक्यो क्या। यो तार सब लस्किसक्यो। त्यही मैले त तपाईँलाई अघि भन्दै थिएँ यो अरे भाँचिसक्ने क्या रुख यो त भाइसक्छ नि हजुर। माइ गड ल हेर्नुहोस् म गइसकेको थियो, यो के हो भन्ने मलाई थाहा थिएन। हाम्रो बोजूले च्याखेर जानुहोस् कि च्याखेर जानुहोस् भन्नुभयो, अनि हामी त खास गरी टन्न थियो होइन। अनि होइन मलाई खसखस लाग्यो कि यो के रहेछ यहाँ माथिबाट मैले देखेको थिएँ, मैले भिडियो चाहिँ माथि जुमर खिचाएको थियो ए हजुर यो के रहेछ भनेर के। पाकेपछि यस्तो कलर आउँछ नि त्यो अब यो कलरै गर्छ नि है, हजुर यो कलर गरेको हो भने शङ्का गर्दैन र? अहिले मैले त नि यो मैले यहाँ नदेख्ने हो भने नि यहाँ हेर्नुहोस् त यो मैले पक्कै यो पुलिस गरेको जस्तो भनेर भनिन्छ नि, हामी किन्ने बेलामा मान्छेलाई कन्फ्युज हुन्छ क्या यो भनिनु न युट्युबमा के अरे अब यहाँ मैले भन्नुपर्छ त अब हजुरले के देख्दा अब यहाँ के सम्भव छ र यहाँ पुलिस गरी ल हेर्नुहोस् अब यो पार्टी पनि फुर्छ छैन। अनि मान्छेले भन्छ नि त्यस्तो। यदि मैले पनि नि सर यो मैले यदि बजारमा तपाईँले यो अहिले मैले यो स्याउ चाहिँ मैले बजारमा कार्टुनमा देख्ने हो भने यो 100% यो आउँछ नि समाचारमा, यो मैन हालेर टल्काएको त्यस्तो त्यस्तो भन्छ नि, यो देखाउँदै कि कति होइन युट्युबतिर। मैले पनि त्यही भन्थेँ होला कि यसलाई,
तर आज यो मेरो आँखाले यस्तो मैले विश्वासै गर्नु नसक्ने चिज देखेँ आज। अब पात त टिभी फुर्छ छैन कहाँ पोलिस गरिराख्नु खै। पात त टिम फुल छैन। ल हजुरहरूलाई धन्यवाद। यो पात तासिएपछि हजुर यसरी घाँस चोट लाग्छ कि स्याउमा। ए किरा लाग्छ यो। ठिक 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 ठिक। अनि यो टिप्नु पर्छ के टिप्नु भ्याउनु र। यो अब हेर्नुहोस् है यहाँनिर यो यस्तो हुन्छ के यो थोरै चिज छ र भने। अब यहाँ दुई परिवार जति बस्यो भने चाहिँ है योमा चाहिँ पात स्तूप यति गरेर हामी हेरेर बोक्नुहोस् न अहिले हामी लान्छौँ जोखेर। यो अलि खानु नि भइसकेको छ नि है। झोला ल्याउनु भयो अघि हामीले झोला ल्याउनु पर्ने छ है। खाने बेला भइसक्यो नि त। त्यही त किलोसम्म झऱ्यो म यो झरे हामी झरेको लान्छु कि अहिले। साथीहरू यो भिडियो जति जहाँबाट हेर्नुहुन्छ तपाईँहरू आउने यो असम्भवको ठाउँ छैन, तपाईँहरू फर्ममा आउनु सक्नुहुन्छ भिजिट गर्नलाई। यहाँ सरहरूले अनुमति दिनुहुन्छ, त्यहाँ कन्ट्याक्ट राख्नुभयो भने बस्ने खाने कहाँ जाने कसो गर्नु भन्नु पर्दैन। हजुरहरूले गाडीमा टक्क खाना बोकेर ल्याउनु भयो भने मजाले पकाएर खाएर बस्ने व्यवस्था नि उहाँहरूले एकदम व्यवस्थित गर्नुभएको छ मजाले। ए सबै छ है भने चाहिँ हामी त खाना पकाउने खाना मात्रै ल्याउनु पर्यो होइन। त्यही त्यस्तो चाहिँ तपाईँबाट यस्तो सुविधा छ। त्यही भएर झ्यालबाट चट्ट बिहान उठ्ने बित्तिकै सगरमाथाका भ्यू हेर्दै तपाईँहरू चट्ट तातो कफीको चुस्की लाउँदै हेर्न सक्नुहुन्छ र एप्पलको दृश्य हेरेर खान सक्नुहुन्छ। पछि अलि तपाईँहरूको केही समयपछि त तपाईँहरूको केही समयपछि त अब यो झन् यसको अब वाइन पनि फ्याक्ट्री भएको छ। झन् ताजा खान पनि पाइने होइन यहीँ लोकल वाइन फ्याक्ट्री भयो भने त त्यतिखेर चाहिँ मान्छे धेरै धुइदिन्छ होला। ल हजुरहरूले यो भिडियो चाहिँ जहाँ जहाँबाट हेर्नुहुन्छ प्लिज सक्दो सेयर गरिदिनु होला। भिजिट गर्नुहोस् एकचोटि। ल सक्दो सेयर गरिदिनुहोस्। यो हाम्रो युट्युबको भ्यू बढाउनको लागि होइन कि एउटा यो हाम्रो लुकेको ठाउँ सोलुखुम्बुमा यस्तो प्रख्यात ठाउँमा यो यस्तो प्रख्यात ठाउँमा चाहिँ उहाँहरूले यस्तो उद्यमी गर्नुभएको छ। उहाँहरू जस्तो उद्यमीलाई चाहिँ हामीले सलाम गर्नुपर्छ, किनभने सबैजना विदेशिएको छ सबैजना होइन। गऱ्यो भने हाम्रो देशमै र हाम्रो गाउँमै के चाहिँ हुँदैन रहेछ र यस्तो जग्गाहरू त सर। अनि यस्तो चाह्यो भने त अहिलेको नयाँ यो जवानहरूले चाह्यो भने यस्तो जग्गा कति पाउँदैन होइन र। अब अहिले यही ठाउँमा पनि लगानी गर्न चाहनुहुने र यसरी उद्यमी गर्ने इच्छा हुने शक्तिहरूलाई ए अनि यहाँ यो कुनै टिपेको यो ओ माई गॉड। ल ए लाइनै रहेछ नि त। ए ल सबै हामी स्याउ चेक गर्ने है। ओहो ल हेर्नु त कति अब यो यत्रो स्याउलाई हेर्नु चाहिँ फर्ममा काम गर्नेहरूले यतिकै छोडेर गएको छ हिजो कति होइन होला सकियो नि काम त। ल हेर्नुहोस् त यहाँ यो फोटो खिचेर तिम्रो काम ल हेर्नुहोस् ऊ पर पनि एउटा हामीले बास्केट देखिरहेको छ पर पनि त्यहाँ पनि हुनसक्छ। अब चाहिँ ल यो अब पिजै रहेछ फेरि बाटो पनि साधारण कार लिएर आए पनि हुने कि हामीले सबै कम्पनी बनाएको बाटो थियो। हामी पनि साधारण कार लिएर आएको सानो हामीलाई हामी साधारण गाडी लिएर आएको होइन। त्यो बुलेरो जिप चाहिँदैन रहेछ कि सजिलो आउनु सक्ने के राम्रो आउँछ। त्यही भएर हेलो त्यही भएर हजुरहरूलाई म अब यो जति म देखाउँछु बाँकी तपाईँहरूलाई म बाहिर गएर देखाउँछु। तपाईँहरूले यो भिडियो हेरिदिनु भयो धेरै धन्यवाद। तपाईँहरूले यो फर्मलाई चाहिँ सक्दोभन्दा सक्दो सेयर गरेर हाम्रो कृषक र यो उद्यमीहरूलाई एकदमै उत्साहित बनाइदिनुहोस्। किनभने हामी अचानक हामी यो फर्ममा हामी यो भिडियो खिच्नु भनेर आएको चाहिँ थिएन। हामी चाहिँ माथि जुन यो हिमालका दृश्यहरू खिच्नुलाई भनेर आएको थियो, नसकि हिँडेको थियो। तर त्यो दृश्यको भिडियो हामी पछि छुट्टै बनाउँला र हामी चाहिँ यो फर्मको चाहिँ है हामी छुट्टै राखिदिन्छौँ। तपाईँहरूले फर्मको मात्रै स्पेसल भिडियो हेर्नु होला। तपाईँलाई चाँडोभन्दा चाँडो यो हामी यसको बारेमा चाहिँ अझै व्याख्या गरेर तपाईँलाई म केही कुराहरू भनौँला। किनभने यस्तो ठाउँमा चाहिँ तपाईँलाई आउनै पर्छ एकचोटि। हाम्रो यो सोलुखुम्बु जिल्लाका एकदमै प्रख्यात ठाउँ बनाउनुपर्छ हामीलाई। त्यही भएर प्लिज तपाईँहरूले यो भिडियोलाई सक्दो सेयर गरेर यो हाम्रो उद्यमी सरहरूको लागि चाहिँ एकदम प्रोत्साहित हुने गरेर सेयर कमेन्ट गरेर उहाँलाई चाहिँ राम्रोसँगले जस उहाँलाई उत्साह बनाउनको लागि सहायता गरिदिनुहोस्। ताकि म उहाँको नम्बर र कन्ट्याक्ट नम्बर पनि सर म तपाईँको कन्ट्याक्ट उहाँहरू कोही कन्ट्याक्ट गर्नु चाह्यो भने तपाईँलाई कन्ट्याक्ट गर्नु दिनु मिल्छ हजुरको? एकचोटि भनिदिनुहोस् न, म तपाईँलाई स्क्रिनमा लेखेर राखिदिन्छु। तपाईँको नम्बर भन्नुहोस् त। 9863 हजुर 85 हजुर 0096। ल
ल म हजुरलाई स्क्रिनमा यो नम्बर राखिदिन्छु उहाँको नाम पनि भन्नु। हजुरको सुनाउ सर रामबहादुर मगर रामबहादुर मगर उहाँ हाम्रो पेसाले उहाँ शिक्षक पनि हुनुहुँदो रहेछ र उहाँ चाहिँ यति मेहनती हुनुहुन्छ। ल हेर्नुहोस् यहाँ अहिले यहाँ यस्तो ठुलो उद्यमी पनि बन्नु भएको छ। कतिजना चाहिँ सरहरू भएर होइन हातमा मैला लाग्छ भनेर कलम चलाउने मान्छे भनेर होइन अलि डराउनुहुन्छ नि त। उहाँले चाहिँ यसरी झ्याम झ्याम यसरी काम पनि गरिरहनु भएको छ। उहाँबाट हामी के सिक्नुपर्छ? ल धेरै धन्यवाद हुन्छ सबैजनालाई। धन्यवाद। ल धन्यवाद ल बहिनीलाई धन्यवाद हामीलाई घुमाइदिनु भयो धन्यवाद। अब हामी तपाईँहरू पनि एकपटक अवश्य पनि यो सोलुखुम्बु पत्ताले आउन नछुटाउनुहोस्। यहाँको स्याउ स्वाद लिनुहोस् अनि प्रकृतिको माया महसुस गर्नुहोस्। यहाँको सगरमाथालाई पनि अवलोकन गरेर तपाईँहरू आफ्ना एउटा जिन्दगीको अनुभव गरेर जानुहोस्। हुन्छ हाम्रो भिडियो हेर्दै गर्नुहोला। आगामी दिनमा फेरि अरू भिडियोहरू पनि हामी तपाईँहरूलाई आफ्ना परिवार यस्तै कुराहरू हामी लिएर आउनेछौँ। अहिलेसम्म भिडियो हेरिदिनु भएको लागि धेरै धन्यवाद। थ्याङ्क यू सो मच।